ल साथीहरू सबैलाई नमस्कार। ल हेर्नुहोस्, स्याङ्जा जिल्ला पुतली बजार 11 बलुवा डाँडा 1 को दृश्यावलोकन हो यो। ल हेर्नुहोस् साथीहरू, यहाँ कस्तो छ भने ल हेर्नु, झार हेर्नु त साथीहरू, झार। हजुरको त्यो झार कतिको आउँछ? झार नआउनु भयो, अलिकति झार लिएर जानु त अन्त। 10 दिनमा झार आउने। ल हेर्नु झार कति छ। ल हेर्नु प्राकृतिक मनमोह छ, रमणीय छ। वनपाखाहरूमा मन्द मन्द हावा लागिरहेछ। माटातिर मकै, आकाशतिर अलिअलि बादल लागेको छ। ल हेर्नु साथीहरू कति रमाइलो छ। ल हेर्नु झार कति छ। अलिअलि झार चाहियो आएर लिएर जानु के अरे। थोरै थोरै झार चाहिएको छ भने हाम्रोतिर झार किन्नु पर्दैन, फेरि यहाँ लान पाइन्छ। हेर्नु ल हो, यस्तो झार छ हेर्नु। यस्तो झार छ कि वाक्कै भइसक्यो झार देखेर। आज काट्याछ भोलि आएछ, आज काट्याछ भोलि आएछ। ल हेर्नुहोस्, ल हेर्नुहोस् झार कति छ। ए सुन्तला फुल खेल्दै आयो, अब त बरिखा गयो। हे आमा मरुँदै जाने, झिलझिल परेको तामदानी। हे आमा मरुँदै जाने, ओइ झिलझिल परेको तामदानी। सरकारको ध्यान कता गइसक्यो, हाय सरकारको ध्यान कता गएको छ। हेर्नुहोस् त बाँदर लुक्ने गुण भएको छ। ए बाहो, ल हेर्नु वन अन्त घना बस्ती कस्तो छ, घना घोर। यो बारीको छेउछाउमा नि के होइन, ए यो बारीको छेउछाउमा पनि बुट्टाहरू पालिदिएर यस्तो यो बाँदरको गुण बनाइदिएर कस्ता भेडा जनताहरू हुन् हे गाईहरू। ल हेर्नु, हेर्नु त बुट्टाहरू पालिदिएर। ल हेर्नु त बारीको छेउछाउ सबै। पहिला पहिला कोदो रोपिन्थ्यो, अहिले चाहिँ यस्तो भएको छ। के गर्नु, बारी पुरै ड्याम्म डुम्म झार। आहा के लाउँछ र, के लाउँछ र। झारै झार र घाम छ हेर्नु बारीमा। अच्छा, हजुरहरूलाई पनि झार चेत्न रहर लाग्यो भने आउनु है, सम्पर्क गर्नु है। बस्दा बस्दा फोहोर भएर हामी त झार च्यात्छौँ भन्नुहुन्छ भने तपाईँहरूलाई स्वागत छ है झार च्यात्न। ल धन्यवाद, नमस्कार साथीहरू। ल।